आज यमरी पुनी वर्षमा 12वटा पूर्णिमाहरू आउँछन्। त्यसमा मङ्सिर शुक्ल पूर्णिमाका दिनलाई नेवार समाजमा यमरी पुनी भन्ने गरिन्छ। यो यमरी पुनीको दिन पिठोको यमरी नामक रोटी बनाई भकारी र लक्ष्मी काँच चढाएर आफूहरू खाने र छिमेकीहरूलाई पनि बाँड्ने परम्परा अड्यावधिक छन्। आज यमरी पूर्णिमाको सन्दर्भमा एउटा लेख प्रस्तुत गर्न लागेको छु। लेखको शीर्षक छ स्वस्थकर यमरी बजारै भरी। लेखको लेखिका सुनिता गाइसी हुन्। यो लेख आज यमरी पूर्णिमाका दिन प्रकाशित मजदुर दैनिकबाट साभार गरिएको हो। अब सुन्नुहोस् स्वस्थकर यमरी बजारै भरी। आधुनिकताको लहरमा नेपाली समाज पनि बिस्तारै रङ्गिँदै गएको छ। हाम्रा चाडपर्वहरू पनि यसको प्रभावबाट पर हुन सकेको छैन। यति हुँदाहुँदी पनि हाम्रो परम्परा संस्कृतिको समाजमा निकै राम्रो प्रभाव परेको छ। नेपालीको पहिचान भनेको चाडपर्वहरू नै हुन्। विभिन्न जात जाति अनुसार विभिन्न चाडपर्वहरू मनाइने गरिन्छ। यस्तै पर्वहरूमा नेवार समुदायले मनाउने पर्व यमरी पूर्णिमाको बारे केही लेख्ने जमर्को गरेको छु। नेवारी समुदायमा मनाइने यो पर्वलाई धान्य पूर्णिमा पनि भनिन्छ। यस अवसरमा विशेष गरी अन्नपूर्ण माताको पूजा गरिन्छ। अन्नपूर्ण मातालाई धरती माता पनि भनिन्छ। त्यसैले अन्नपूर्ण मातालाई खुसी पार्न मिठाई स्वरूप यमरी बनाउने गरिन्छ भन्ने भनाइ छ। नेवार समुदायमा यमरी एक विशेष परिकारको रूपमा पकाइन्छ। कृषि प्रधान देश भएको कारणले गर्दा बाली लगाउँदा र बाली भित्राउँदाको समयलाई महत्त्वपूर्ण अवसरको रूपमा मनाउने चलन विभिन्न जात जातिमा रहेको छ। नेवार समुदाय पनि धान बाली भित्राएपछि यमरी पूर्णिमा मनाउँछ। धान एक मुख्य बाली भएकोले किसानहरू यसलाई विशेष प्राथमिकता दिने गर्दछन्। सामान्यतया धान बाली भित्राएपछि नयाँ धानलाई कुटेर त्यसको चामलको पिठोबाट परिकार बनाइन्छ। यसमा चाको र टिललाई पकाएर लेरो बनाए यमरी भित्र राखिन्छ। आजभोलि यमरीमा नयाँ स्वाद र इच्छा अनुसार खुवा चिनी राखी बनाउनु पनि चलन देखिन्छ। यमरीमा चाकुको प्रयोग गर्नुको कारण चिसो मौसममा चाकुले हाम्रो शरीरलाई न्यानो बनाउनुको साथै तागत पनि दिने भएकोले प्राय चाकु प्रयोग बढी हुने कुरा बुढापाकाहरू बताउँछन्। यमरी पूर्णिमा विशेष गरी पुष महिनामा पर्ने हुनाले चिसो बढ्ने हुन्छ र यस्ता खानाले हाम्रो शरीरमा तापक्रम बढाउने गर्दछ। नेपाली खानाका परिकार हेर्ने हो भने मौसम अनुसारका खानाको परिकारको चलन हाम्रो समाजमा चलेको छ। चाहे त्यो असार 15 गतेको दही चिउरा, साउन 15 गतेको खिर, जर्नी पूर्णिमाको क्वान्ती, माघे सङ्क्रान्तिमा घिउ चाको। विशेष अवसर मात्र बनाइने यमरी हाल व्यापारिक हिसाबले पनि बनाएर बेच्ने गरिन्छ। यमरी पूर्णिमाको अवसरमा घरका सबै सदस्यहरू एकै ठाउँमा जम्मा भई यमरी बनाउने गर्दछन् भने साना बाल बालिका र युवाहरू घर घरमा गएर गीत गाउँदै यमरी माग्ने गर्दछन्। यसलाई नेवारीमा यमरी फोनीको भनिन्छ। पहिले युवाहरू घर गएर गीत गाउँदै यमरी माग्ने जाँदा केही बीच प्रेम सम्बन्ध पनि फस्टाउने गर्दथ्यो। तर आधुनिकताको लहरसँगै हाम्रा रीतिरिवाजहरूमा पनि परिवर्तन आएको छ। हाल आएर यस्तो चलन हराउँदै गएको छ। आजकल त बाल बालिकाहरूको पनि घर बाहिर निस्किएर रमाइलो गर्ने भन्दा पनि विभिन्न आधुनिक ग्याटेजहरूमा गेम खेल्न, सिनेमा हेर्न व्यस्त देखिन्छन्। त्यसैले आफ्नो संस्कृतिको संरक्षण हरेक जात जातिले आफै अगाडि बढी गर्नुपर्दछ। वास्तवमै हाम्रो चाडपर्व, जात्रा, भाषा, वेशभूषा रहे मात्र हाम्रो पहिचान रहन्छ। पहिले यमरी पूर्णिमाको दिन मात्र यमरी बनाएर खाने गरिन्थ्यो। आजभोलि मानिसहरूले यसलाई व्यावसायिक रूपमा बेच्ने गरेको पाइन्छ। कम लागतमा बढी नाफा हुने साथै स्वास्थ्यको हिसाबले पनि अत्यन्तै फाइदाजनक रहेकोले यसलाई धेरै मानिसहरू खान रुचाउँछन्। नेवार समुदायको विभिन्न परिकार रोटीहरूमा यो पनि विशेष रहेको छ। विभिन्न मेला जात्राहरूमा मानिसहरूले यमरी बनाएर बेच्ने गरेका छन्। सामान्यतया खाजा घरहरूमा एउटा यमरीको 50 देखि 80 रुपियाँसम्म बेच्ने गरेको व्यवसायहरू बताउँछन्। नेवार समुदायका जात्रा पर्वमा यो विशेष परिकारको रूपमा व्यावसायिक रूपमा बेच्ने गरिन्छ। स्थानीय सरकारले पनि नेवार समुदायको बसोबास रहेको ठाउँमा यमरी फेस्टिभल गर्ने गरेको छ। यसले गर्दा हाम्रो कला र संस्कृतिको पनि जगेर्ना भइरहेको छ। सामान्य खाजा घरदेखि ठुलो रेस्टुरेन्टसम्म हाल यमरी पाइन्छ। यसको माग बढ्नुको कारण यो मौलिक र परम्परागत शैलीमा तयार गर्नुको साथै स्वस्थपरक रहेकोले हो। लेख सकियो। यमरी पुर्णिमाको उपलक्ष्यमा सबैलाई हार्दिक शुभकामना छ। भिन्तुना छ।